नमस्ते एभ्रिवान, वेलकम टु नेपाली साइन्सेस च्यानल। आजबाट हामीहरू खाइगो फुकुसिसी कोका सेकेन्डको क्लासहरू स्टार्ट गर्नेछौँ। इक्जाममा सोधिने फर्मेट अनुसार नै क्लास अगाडि बढाउनेछौँ। जस अन्तर्गत पहिलो टपिकको रूपमा निङ्गेन्तो स्याकाई भन्ने टपिक रहेको छ। पहिलो लेसन रहेको छ स्याकाई न सिकुमी। कोजिन र खाजुकुबाट स्टार्ट गरौँ। यस लेसनमा हामीहरूले जापानको जनसङ्ख्या र जापानको पारिवारिक संरचनाको बारेमा पढ्नेछौँ। पछिल्लो तथ्याङ्क अनुसार जापानको जनसङ्ख्या चाहिँ लगभग इचिओको नि सेन्साम्ब्याको मानिन रहेको छ, जुन भनेको लगभग 12 करोड 30 लाख जना भन्ने हुन्छ। इक्जाममा हामीहरूलाई एक्ज्याक्ट नम्बर नसोध्ने भएकोले यसरी याकु भनेर याद गर्यो भने पर्याप्त हुन्छ। अब हामीहरू इक्जामको लागि महत्त्वपूर्ण जापानको जनसङ्ख्याको संरचनाको बारेमा पढ्नेछौँ। जापानको जनसङ्ख्यालाई 3 भागमा विभाजन गरिएको छ। 14 वर्षसम्म उमेर भएको जनसङ्ख्यालाई नेन्स्योजिङ्को भनिन्छ। यसको प्रतिशत चाहिँ 11.2% रहेको छ र 11% भनेर याद गर्दा हुन्छ। दोस्रो रहेको छ सेइसान नेनरे जिन्को। 15 देखि 64 वर्षसम्मको उमेर समूह यसमा पर्दछन्। यो भनेको वर्किङ एज पपुलेसन हो। नेपालीमा भन्नुपर्दा यसलाई कार्यशील उमेर समूहको जनसङ्ख्या भनिन्छ। जम्मा जनसङ्ख्याको 59.5% हुन आउँछ। 60% भनेर याद गर्दाखेरि हुन्छ। तेस्रो रहेको छ रोउनेन जिन्को। 65 वर्षभन्दा माथिको उमेर समूह यसमा पर्दछन्। जम्मा जनसङ्ख्याको 29.2% रहन आउँछ। लगभग 30% भनेर याद गर्दाखेरि हुन्छ। रोउनेन जिन्कोलाई थप एक भागमा विभाजन गरिएको छ। 75 वर्षभन्दा माथिको उमेर समूहलाई कौकी कौडेइसा भन्नेमा विभाजन गरिएको छ। यसको प्रतिशत चाहिँ 16.6% रहेको छ। लगभग 17% भनेर याद गर्दाखेरि हुन्छ। यहाँ नझुकिनुहोला, यो 17% भनेको चाहिँ रोउनेन जिन्कोको नभएर सौजिन्कोको 17% हो। टोटल पपुलेसनको चाहिँ 17% चाहिँ कौकी कौडेइसा हो। अब थोरै हामीहरूले कौडेइ स्याकाई र कौडेइ कारिचुको बारेमा पढौँ। जापान एउटा स्योसी कौडेइ स्याकाई हो। स्योसी कौडेइ स्याकाई भनेको घट्दो बर्थ रेट र एजिङ सोसाइटी यानि कि बुढ्यौलीकरण भइरहेको समाज भन्ने जनाउँदछ। कौडेइ कारिचु अनुसार कौडेइ स्याकाईलाई 3 भागमा विभाजन गरिएको छ। पहिलो हो कौडेइका स्याकाई। वृद्ध जनसङ्ख्याको अनुपात 7% भन्दा बढी भएको अवस्थालाई कौडेइका स्याकाई भनिन्छ, जसलाई नेपालीमा भन्नुपर्दा वृद्धोन्मुख समाज भनिन्छ, अङ्ग्रेजीमा एजिङ सोसाइटी। दोस्रो रहेको छ कौडेइ स्याकाई। कौडेइ कारिचु चाहिँ 14% भन्दा बढी भएको अवस्थालाई कौडेइ स्याकाई भनिन्छ। नेपालीमा यसलाई वृद्ध समाज भनिन्छ भने अङ्ग्रेजीमा यसलाई एज्ड सोसाइटी भनिन्छ। तेस्रो रहेको छ च्योकौडेइ स्याकाई। कौडेइ कारिचु 21% भन्दा बढी भएको अवस्थालाई च्योकौडेइ स्याकाई भनिन्छ। यसलाई नेपालीमा अति वृद्ध समाज भनिन्छ भने अङ्ग्रेजीमा सुपर एज्ड सोसाइटी भनिन्छ र जापान पनि अहिले च्योकौडेइ स्याकाई हो। अब हामीहरूले जापानको वृद्ध जनसङ्ख्या अनुपात कहिले कति पुग्यो भनेर पढौँ। जापानको कौडेइ कारिचु 1970 मा 7.1% पुगेर कौडेइका स्याकाई बन्यो। 1994 मा 14% पुगेर कौडेइ स्याकाई बन्यो। 2007 मा 21% पुगेर च्योकौडेइ स्याकाई बन्यो। जापानको अहिलेको कौडेइ कारिचु 29.4% रहेको छ भने लगभग 30% छ भनेर याद गर्दा हुन्छ। अब हामीहरू जापानको लेटेस्ट जनसाङ्ख्यिक सर्वेसहरूको डेटा हेर्छौँ। रेइवा नानानेन कोकुसै चौसा अनुसार जापानको जनसङ्ख्या 12 करोड 30 लाख 49,524 रहेको छ। जापानको कुल प्रजनन दर गौके तोकुस्यु सुस्यौरिचु चाहिँ 1.14 रहेको छ। जापानमा जन्म सुस्यौसु चाहिँ 6,71,236 रहेको छ भने मृत्यु सिबौसु चाहिँ 15,89,489 रहेको छ। यानि कि जन्मभन्दा मृत्यु लगभग डबलभन्दा बढी रहेको छ। यो क्वेसन इक्जाममा आउने चान्स हाई छ। जापानको जन्मदर भन्दा मृत्युदर डबल छ। मृत्युको मेन कारण चाहिँ आकुसाई सिन्सेइबुचु भनेको टिमोर क्यान्सर गान भनेर भन्दा हुन्छ। दोस्रो रहेको छ सिनसिक्खा। पहिलोमा आकुसाई सिन्सेइबुचु हो भने दोस्रोमा सिनसिक्खा। अब केही इक्जामको लागि महत्त्वपूर्ण तथ्याङ्कहरू याद गरौँ। जापानको जनसङ्ख्या 2010 पछि घट्न सुरु गरेको हो। जापानीहरूको औसत आयु हेइकिन्ज्यु म्यो
84.12 रहेको छ, जसमा महिलाहरूको 87.14 रहेको छ भने पुरुषको 81.09 रहेको छ। महिलाको 87, पुरुषको 81 र औसतमा 84 छ भनेर याद गर्दा हुन्छ। जापानमा 1947बाट 1949 को बिचमा पहिलो बेबी बुम भएको थियो भने 1971बाट 1974 को बिचमा दोस्रो बेबी बुम भएको थियो। इक्जाममा क्वेसन आउँदाखेरि कसरी क्वेसन सोधिन्छ एउटा प्र्याक्टिस गरी हेरौँ। दाइ निजु हाचिकाइमा आएको यो क्वेसन हेरौँ। भिडियोलाई पज गरेर यो क्वेसनको एन्सर दिने प्रयास गर्नुहोला। अब यो क्वेसनलाई सल्भ गरी हेरौँ। क्वेसनमा सोधिएको छ निहोन जिनको नि खान्सुरु चुगिनो गिजुत्सु नो उची तेकिसुचुना मनो हितोचु एराबिनासाई, र यसको सही एन्सर हो इचिबाङ। पहिलो अप्सनमा भनिएको छ जिनको सुइकेइ नि योरेबा निसेन जिउचिनेन इको माइतोसी जिउगाचु चुइताची गेन्जाइनो सौजिनको वा गेन्सो सितेकितेइरु। 2011बाट हरेक वर्ष जापानको टोटल पपुलेसन घटेको छ भनेर भनिएको छ र यो नै सही एन्सर हो, किनकि जापानको पपुलेसन पिक 2010मा भएको थियो र त्यसपछि लगातार पपुलेसन घटिरहेको छ। नेक्स्ट क्लासमा हामीहरू खाजोकुको बारेमा पढ्नेछौँ।